हेलो एभ्रिवान, गुड मर्निङ। शुभ बिहानी सबैजनालाई साथीहरू र मर्निङको सुरुवात भइसकेको छ। आज चाहिँ हामी सबैजना छिट्टै उठ्यौँ र बहिनीहरू चाहिँ यहाँ रेडी हुँदैछन्। आज चाहिँ हामीले नामकरणमा जानु छ नि त। र मैले पनि मेरो कपडाहरू साइडमा निकालेर चाहिँ हामी सबैजना रेडी भयौँ। आज चाहिँ हाम्रो ओनरको नातिनीको नामकरण छ, त्यही कारणले हामी सबैजना रेडी हुँदैछौँ। र आजको लुक चाहिँ हाम्रो यस्तो छ, देख्न सक्नुहुन्छ साथीहरू। र फर्स्ट टाइम चाहिँ हामी मराठीको चाहिँ नामकरणमा जाँदैछौँ। एकदम एक्साइटेड थियौँ र बहिनीहरू चाहिँ तल आएर देखाउँदैछन्। म चाहिँ उनीहरूको ड्रेसअपहरू देखाउँदैछु यस्तो भएको छ भनेर है। र यहाँ चाहिँ हामी नास्ताहरू गर्दैछौँ। तल आएपछि चाहिँ पापाले बडापाउ ल्याइदिनु भएको छ। सबैजना मिलेर नास्ता गर्दैछौँ। नास्ता गरेर चाहिँ हामी चाहिँ गाडीमा पनि बसिसक्यौँ। बिहानै आएको थियो गाडी पनि। र आजको सफर यति लामो छ, यति गर्मी है। आजकल चाहिँ पूर्णिमा धेरै गर्मी छ र बिहानदेखि हालत यस्तो खराब भएको थियो हाम्रो चाहिँ गर्मीले। दिउँसो त यस्तो भयो, हामी चाहिँ पुग्ने बेलामा चाहिँ हालत देख्न सक्नुहुन्छ। बिहान छिटो उठेकोले गर्दाखेरि पनि गर्मी धेरै थियो र हामी चाहिँ लोकेसनमा पनि पुग्यौँ। पुगेपछि चाहिँ एकदमै राम्रो लाग्यो। डेकोरेसनहरू एकदम राम्रो रहेछ। पुगेर चाहिँ यताउता हेऱ्यौँ, डेकोरेसनहरू राम्रो लाग्यो हामीलाई चाहिँ। यति गर्दा चाहिँ लाइट पनि गएर हाम्रो चाहिँ हालत खराब भयो र मुस्किलले लाइट पनि आयो। र म चाहिँ हजुरहरूलाई यहाँ डेकोरेसन देखाउँदैछु र म आफूलाई पनि देखाउँदैछु म आज यस्तो भएको छु भनेर है। यति गर्दा चाहिँ पापाले खाना खान जाउँ भन्नुभएर चाहिँ हामी खाना तल आयौँ। खानामा चाहिँ पुलाउ, पुरी, फ्रुट खण्डहरू रहेछ है, सब्जीहरू मिठो थियो आजको खानाहरू चाहिँ। खाना खाएर माथि आयौँ। माथि आउँदा त मराठीको सिङ्गरहरू आएर चाहिँ गाउनु हुँदो रहेछ, रमाइलो लाग्यो। मेरो चाहिँ लेन्स लगाएको थियो साथीहरू, लेन्सले आँखा यस्तो बिचाएर मैले चाहिँ लेन्स खोलिदिएँ। र आज चाहिँ नामकरणको बेबी चाहिँ उयो कति राम्रो छ। यहाँ चाहिँ बच्चाहरूको चाहिँ फर्स्ट बेबीको चाहिँ 5 महिना बादमा मात्रै नामकरण गर्दो रहेछन् हो। दाजु भाउजूको चाहिँ एन्ट्री भइसक्यो। र नामकरणमा चाहिँ यसरी बेबीको मम्मीलाई र बेबीलाई चाहिँ यस्तरी राखेर पूजा गर्नुहुँदो रहेछ। यहाँ चाहिँ मम्मीले पूजा गरिदिनु हुँदैछ भाउजूको र बेबीको चाहिँ। यति गर्दा हामीलाई चाहिँ एकदमै गर्मी भएर हामी चाहिँ बाहिर आयौँ। बाहिर आएर चाहिँ गन्नाको जुस पिएर चाहिँ पार्कतिर लाग्यौँ। गन्नाको जुस पिएपछि एकदमै शीतल भयो र हामी चाहिँ पार्कतिर लागेर चाहिँ फोटो भिडियोहरू निकाल्न थाल्यौँ। यति गर्दा पापाले चाहिँ फोन गर्नुभयो, आऊ जानुपर्छ भनेर। आएर चाहिँ हामी यहाँ बेबीसँग फोटोहरू लियौँ। उनीलाई चाहिँ घर जानलाई निस्क्यौँ र भाउजूले चाहिँ गिफ्टहरू दिनुभएको थियो हामीलाई। हामी चाहिँ गिफ्टहरू लिएर आयौँ बसमा। 2जना साथीहरू चाहिँ अगाडि जानुभयो, होटल खोल्ने भन्नुहुँदै थियो नि त। र हामी चाहिँ बसमा गयौँ पापाहरूसँग। फ्यामिली जस्तै गरेर लिएर जानुभयो। हामीलाई चाहिँ एकदमै खुसी लाग्यो है। शामको टाइम पनि भइसकेको थियो, बाटो पनि यति धेरै लामो थियो। र 8 बजी राति चाहिँ हामी होटल पुग्यौँ। होटल पुगेर चाहिँ जल्दी रुममा पुगेर चाहिँ ड्रेसहरू चेन्ज गरेर चाहिँ हामी ड्युटीतिर लाग्यौँ। यस्तो हालत खराब भएको थियो आज चाहिँ हाम्रो। हेर्नु न यस्तरी पुग्यौँ, यस्तो भयो हालत चाहिँ हाम्रो। र कसलाई चाहिँ मेरो भिडियो राम्रो लाग्छ कमेन्ट गरेर भन्नु होला।